ब्रेकिङ न्युज थम्बनेल त तपाईँ हेरिहाल्नुभयो। कुनै पनि गभर्मेन्ट डकुमेन्ट्स बनाउनको निम्ति चाहिँ तपाईँलाई सपोर्टिङ गभर्मेन्ट डकुमेन्ट्स चाहिँ चाहिन्छ। नमस्कार, सञ्जय टेक सल्युसनमा हजुरलाई धेरै धेरै स्वागत छ। आज म तपाईँहरूको निम्ति एउटा यस्तो भिडियो लिएर आएको छु जुन भिडियोले तपाईँको धेरै समयदेखिको प्रब्लम 5 मिनटमै सल्भ गरिदिनेछु। यो भिडियोलाई अन्तसम्म स्किप नगरी हेर्नुभयो भने यो प्रब्लम चाहिँ विशेष 90% न्युली म्यारिड पर्सनकोमा हुन्छ। भिडियो मन पर्यो भने लाइक अनि कमेन्ट्स गर्नुहोस्। यदि तपाईँलाई यो भिडियो अरूलाई पनि चाहिन्छ जस्तो लाग्छ भने तपाईँले अवश्य सेयर गर्नुहोस्। अनि यो भिडियोमा तपाईँ नयाँ हुनुहुन्छ भने मलाई फलो तपाईँले गुगल क्रोमलाई ओपन गर्नु। त्यसको बादमा तपाईँले आधार कार्डको अफिसियल वेबसाइटलाई सर्च गर्नुहोस्। आधार लेखेपछि तपाईँको यहाँनिर आउँछ अनि त्यसको बादमा हेर्नुहोस्। तपाईँले यहाँ देख्नुहुन्छ आधारको अफिसियल वेबसाइट। यो फर्स्टको अप्सन जुन चाहिँ छ देख्नुहुँदैछ, यसमा तपाईँले क्लिक गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गर्नुहोस्। त्यो क्लिक गरेपछि तपाईँले जुन चाहिँ अर्को इन्टरफेस खोलिन्छ, यहाँ मैले जुन चाहिँ एरोले देखाएको छु यसमा क्लिक गर्नुहोस्। लगइन गर्नको निम्ति यहाँ क्लिक गर्नुभयो भने लगइनमा क्लिक गर्नुहोस्। यहाँनिर तपाईँले आधार नम्बर लगाउनु पर्ने हुन्छ। त्यसको बादमा क्याप्चा लगाउनुहोस्। त्यसको बादमा लगइन विथ ओटिपीमा यहाँनिर क्लिक गर्नुहोस्। तपाईँले लगइन गर्नुपर्छ र लगइन चाहिँ तपाईँले याद गर्नुहोस्, जसको आधार कार्डमा एड्रेस चेन्ज गर्न चाहनुहुँदैछ उसको चाहिँ फर्स्टमा तपाईँले लगइन गर्नुपर्ने हुन्छ। र त्यसको निम्ति तपाईँले आधार कार्डको यहाँ आधार नम्बर टाइप गर्नुहोस्। आधार कार्ड नम्बर यहाँ मैले टाइप गरिसकेँ। त्यसको बादमा अब यहाँ क्याप्चा जुन दिएको छ त्यसलाई फिल गर्नुपर्छ। त्यसको बादमा लगइन विथ ओटिपीमा क्लिक गर्नुहोस्। मैले ओटिपी अब इन्टर गरिसकेको छु। त्यसको बादमा लगइनमा क्लिक गर्नुहोस्। यो तपाईँलाई मैले देखाइदिँदैछु। फर्स्टको जुन चाहिँ अप्सन छ त्यसमा क्लिक गर्नुहोस्। एड्रेस अपडेट भनेर जुन दिएको छ त्यसमा क्लिक गर्नुहोस्। यहाँ जुन चाहिँ इन्टरफेस देख्नुहुँदैछ त्यसलाई तपाईँले यसमा चाहिँ तपाईँको प्रेजेन्ट एड्रेस हो उसको। अब यसलाई स्क्रोल डाउन गर्नुहोस्। त्यसको बादमा यहाँ हेर्नुहोस् चाहिँ आधार नम्बर दिनुभएको छ, उहाँको रिलेसन चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँले फादर हुनसक्छ, मदर हुनसक्छ, सिब्लिङ हुनसक्छ या त स्पाउस। अनि स्पाउसमा क्लिक गऱ्यो। त्यसको बादमा तपाईँले लिगल स्टेटमेन्टमा यहाँ टिक गर्नुपर्छ यसरी। मैले त्यसको बादमा एक्सेप्ट गर्नु पर्यो। एक्सेप्ट गरेपछि तपाईँले यहाँनिर नेक्स्टको बटनमा क्लिक गर्नुहोस्। नेक्स्ट गरिदिनुहोस्। यसको बादमा तपाईँले पेमेन्ट गर्नुपर्ने हुन्छ 75 रुपिसको। पेमेन्ट गरिदिनुहोस्। पेमेन्ट यहाँ पेमेन्टको दुईवटा अप्सन छ। तपाईँले रोजर पे अनि पे यु विच जुनै पनि अप्सनमा क्लिक गरेर तपाईँले पेमेन्ट गर्न सक्नुहुन्छ। मैले यहाँनिर क्लिक गरेँ, यो म्याक पेमेन्टमा क्लिक गरेँ। अब यहाँ तपाईँको धेरैवटा अप्सन हुन्छ। युपिआई गुगल पे, युपिआई फोन पे, युपिआई पेटिएम, कुनै पनि तपाईँले वालेटबाट गर्न सक्नुहुन्छ, ट्रान्जेक्सन गर्न सक्नुहुन्छ। अथवा तपाईँले डेबिट कार्ड क्रेडिट कार्डबाट पनि गर्न सक्नुहुन्छ। त्यसको बादमा तपाईँ कन्टिन्यू गर्नुहोस्। पेमेन्ट भइसकेपछि तपाईँलाई यो इन्टरफेस आउँछ, यो रिसिप्ट आउँछ पेमेन्टको। पेमेन्ट रिसिप्टमा तपाईँलाई यहाँनिर एसआरएन नम्बर दिएको हुन्छ। एसआरएन, यो जुन चाहिँ एसआरएन नम्बर तपाईँले देख्नुहुँदैछ, यो एसआरएन नम्बरलाई चाहिँ तपाईँले कपी गर्नुहोस्। जस्तै म यहाँ कपी गरेर देखाउँदैछु। कपी गर्ने, मैले कपी गरेँ। लगआउट गरेपछि फेरि तपाईँलाई यही इन्टरफेस आउँछ। फर्स्टमा जस्तो आएको थियो फेरि त्यही इन्टरफेस आउँछ। अब तपाईँले फेरि यहाँ लगइन गर्नुपर्ने हुन्छ, जसमा फ्यामिली मेम्बरको जसको त्यहाँ आधार नम्बर दिनुभएको थियो उहाँको फेरि लगइन गर्नुपर्ने हुन्छ। र त्यसको निम्ति तपाईँले लगइनमा क्लिक गर्नुहोस्। लगइनमा क्लिक गरेपछि तपाईँले
लगिङ टु आधार भाया ओटिपी। फेरि यसमा तपाईँले आधार नम्बर लगाउनुहोस् फ्यामिली मेम्बरको। जुन चाहिँ फ्यामिली मेम्बरको आधार नम्बर दिनुभएको थियो त्यही आधार नम्बर चाहिँ फेरि त्यही फ्यामिली मेम्बरको आधार नम्बर चाहिँ तपाईँले यहाँनिर लगइन गर्नुपर्ने हुन्छ। आधार नम्बर भयो। त्यसको बादमा तपाईँले क्याप्चा फिल गर्नुहोस्। त्यसको बादमा तपाईँ लगइन विथ ओटिपीमा क्लिक गर्नुहोस्। तपाईँलाई ओटिपी जान्छ रेजिस्टर मोबाइल नम्बरमा। त्यसको बादमा तपाईँले ओटिपी लगाउनु पर्ने हुन्छ। ओटिपी लगाउनुहोस्। त्यसको बादमा तपाईँ लगइन गर्नुहोस्। लगइन गरेपछि तपाईँको फेरि फ्यामिली मेम्बरको तपाईँ यहाँ लगइन गरिसक्नु भएको छ। लगइन गर्दाखेरि जस्तो इन्टरफेस आउँछ त्यस्तै यहाँ फ्यामिली मेम्बरको लगइन गर्दा पनि त्यस्तै इन्टरफेस आउँछ। त्यसको बादमा यहाँ स्क्रोल डाउन गर्नुहोस्। स्क्रोल डाउन गरेर यहाँ तलपट्टि जुन चाहिँ छ यो जुन चाहिँ फ्यामिली मेम्बर रिक्वेस्ट भनेर जुन अप्सन देख्नु हुँदैछ त्यो अप्सनमा तपाईँले क्लिक गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गर्नुहोस्। त्यसको बादमा जुन तपाईँले अघि एसआरएन नम्बर कपी गर्नुभएको थियो त्यो कपीलाई तपाईँले यहाँ पेस्ट गरिदिनुहोस्। त्यसको बादमा तपाईँले यहाँ एक्सेप्ट गरिदिनुहोस्। आधार कार्डमा एड्रेस अपडेट गर्नुपर्ने थियो ऊ चाहिँ वाइफ, अनि जसको आधार कार्डको थ्रु अपडेट गर्न चाहँदै थियो ऊ चाहिँ हस्बेन्ड भएर मैले यहाँ हस्बेन्डको गरिदिएको छु। त्यस कारणले जसको जुन चाहिँ फ्यामिली मेम्बरको तपाईँले यहाँनिर नाम आधार नम्बर दिनुभएको थियो उसको आधार नम्बरमा इन्टर गरेपछि तपाईँले एसआरएन नम्बर तपाईँले जुन चाहिँ अपडेट गरेको अप्लाई गरेको जुन चाहिँ एसआरएन नम्बर छ त्यो एसआरएन नम्बर यहाँनिर तपाईँले लगाउनु पर्यो। यहाँ जुन चाहिँ तपाईँले देख्नु हुँदैछ यो एसआरएन नम्बर। यहाँनिर त एसआरएन नम्बर लगाएपछि त्यसको बादमा यहाँनिर तपाईँले एक्सेप्ट गर्नुपर्ने हुन्छ। त्यसको बादमा चाहिँ तपाईँले एक्सेप्ट गरेपछि यो कम्प्लिट प्रोसेस हुन्छ। अनि र यो थियो कम्प्लिट प्रोसेस। यो प्रोसेसलाई चाहिँ तपाईँले घरमै बसेर कहीँ जानु पर्दैन, 2-3 घन्टा लाइनमा पनि बस्नु परेन, कहीँ जानु पनि परेन, यस्तो गरममा कतै हिँड्नु पनि परेन, घरमै बसेर एकदम बिस्तारै सजिलैसँगले कम्प्लिट गर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको फाइनल सबमिसन हो। अनि सबमिसन भएपछि यस्तो इन्टरफेस आउँछ। थ्याङ्क्स फर वाचिङ माई भिडियो।